हिउँ आयो बेला आफैले देखिरहेको ठाउँ पनि बिरानो जस्तो लाग्न थाल्छ। त्यतिखेर हामी पारीमा फुटबल खेल्न गए घरबाउ माग्छौँ डेली मासुभात मात्रै हो त माग 1,70,000 खायो ओडा त बोल्थ्यो हिउँले ढाकिएको मेरो गाउँ घरै देखिँदैन नि यार। सुरु खान रहेछ किसिमदाईको क्यामेरा भएर ल्याएर पनि जानु दिँदैन किसिमदाई होइन नि यार घाम लागेपछि त